हजुर शिवा नमस्कार ज्यू कहाँको चाहिँ नि गौरीशा भगवती महादेव महारुद्र शिव पार्वती कैलाशपति श्री महादेव गुरु यहाँ विराजमान हुनुहुन्छ। यहाँ चाहिँ अनि सेती देवी अनि यहाँ बन्जाङ्ग्री बनिस खण्डीको पनि यहाँ विराजमान हुनुहुन्छ। उहाँ चाहिँ माथि चाहिँ बाङ्गे छहराबाट सिधै यहाँ उसको ज्योति परेको हुनाले उहाँ चाहिँ यहाँ आएर यता यहाँ बास गर्नुहुन्छ। अनि चाहिँ नि यो मन्दिर तपाईको यो चाहिँ सिब्दा डाँडाबाट अलि उत्तरपट्टि अवस्थित छ। यो मन्दिरमा बर पिपल अनि चाहिँ नि पयुँ अनि यहाँ चाहिँ हरेक किसिमका फुलहरूले सज्जित भएको मन्दिर हो। अनि यहाँ चाहिँ तपाईको एकदम पारिजातले पनि पूर्ण तय भएको एकदम मनोहर मन्दिर हो यो। हजुरहरु पनि आउनुस् यस मन्दिरको दर्शन गरेर आफ्नो पुण्य लाभ कमाउनु हुन सम्पूर्ण आदरणीय भक्त प्रेमीहरुमा हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद।